भगवान श्री कृष्ण द्वारा बाल्यकालमा गरिएका विविध लीलाहरूमध्ये यो भन्दा पूर्व प्रलम्बासुरको कुरा पनि आएको थियो। त्यसपछि नदानुगस्य कुबेरको सेवक यो शङ्खचूड उसलाई पनि भगवानले के गरिदिनु भयो, शिरलाई धारण गरिदिनु भयो। कुन बेलामा क्रीडन् भने निशाकरश्रीगौर्यां रासोन्मुखः कल्पदायतमूर्छितेन उद्दीपितस्मररुजां व्रजहृदवधूनां हरतुर्हरिष्यति शिरो धनदानुगस्य। शङ्खचूडले जब गोपिनीहरूको हरण गर्न खोज्यो भगवान श्री कृष्णको रासलीलाको अवसरमा, त्यो बेला भगवानले उसको शिरलाई धारण गरिदिनु। यसपछि ये च प्रलम्ब खर दर्दुर केशी अरिष्ट अनि सबै दैत्यहरूको नाम, प्रलम्बासुर, धेनुकासुर, बकासुर अनि केशी अरिष्टासुर, यी सबै दैत्यहरू। र फेरि मल्ल, मल्लको छ चाँडो हैन, मुष्टिक चाँडोदेखि मल्ल भनेको तो कुस्तीबाज, कुस्ती गर्ने वाला पहलवानहरू क्या। अनि इभा भनेको त्यो हात्ती उभैल्या पेट। कंसको पनि भगवान के गर्नुभयो, उद्धार गरिदिनु भयो। र फेरि यवन, कालेवन, कंसको पछि कालेवन। अनि कुज पौण्ड्रका द्याः, कुज कु भनेको पृथ्वी, कुज भनेको पृथ्वीबाट जन्मेको हो भौमासुर। कुज भनेको कु भनेको पृथ्वी हैन। तो कुजको अर्थ हुन्छ के पृथ्वीको पुत्र अर्थात भौमासुर। त्यस्तै फेरि पौण्ड्रका द्याः, पौण्ड्रक नामको एउटा आउँथ्यो दैत्य, आफूलाई वासुदेव हुन्थ्यो। कृष्णले के भन्थ्यो, ए त नकली वासुदेव होस्, असली वासुदेव म हुँ भन्थ्यो। काठका ऊ बनाएको थियो के, दुईटा शङ्ख चक्र गदा पद्म काठका बनाएर धारण गर्थ्यो हैन। उसको नाम थियो के पौण्ड्र, आफूलाई वासुदेव भन्ने पौण्ड्रका द्याः। अन्य चरु पनि शाल्व, कपि, बलबल, दन्तवक्त्र हैन। शाल्व, कपि भनेको द्विविध नामको ब्राह्मण वानर थियो एउटा। त्यस्तै बलबल, दन्तवक्त्र र सप्तोक्ष सम्वर विदुर रथ रुक्मी मुख्याः। ठीक त्यस्तै प्रकारले राजा नग्नजितका 7वटा थिए गोरु है। उसको शर्त के थियो भने जसले यो 7वटा गोरुलाई एक साथ इनलाई एकाग्र गर्न सक्छ, इनलाई समाउन सक्छ, उसलाई म मेरी छोरी विवाह गरिदिन्छु भनेको थियो। भगवानले सप्तोक्ष, त्यो 7 गोरुलाई पनि फेरि शम्बर, शम्बरासुर, विदुरथ
र रुक्मी मुख्याः, रुक्मी थे मुख्य प्रधान जन्मा। ती सबैलाई अरु पनि को अर्को श्लोकमा ये वा तो रुक्मी आदि र फेरि ये वा मृधे समितिशालिन आत्तचापाः, ये वा जो मृधे युद्ध भूमि में आत्तचापाः धनुष धारण गरेका, युद्धे समितिशालिन युद्ध में कृष्ण र अर्जुन को समक्ष उपस्थित होने वाला ती सबै को कम्बोज, मत्स्य, कुरु, कैकय, सृञ्जयात्याः, ये सब वंश को नाम हो। संजय आदि जति पनि राजाहरू थे। यास्यन्ति अदर्शनम, ये सबै के हुन्छन्? अदर्शनम यास्यन्ति, ये सबै अदर्शन हुनेछन्, अर्थात ये सबै मृत्यु प्राप्त हुनेछन्। कसको माध्यमले? बल, पार्थ, भीम, व्याजा भएन। बल बलराम, पार्थ अर्जुन, भीम भीमसेन, यी सबैको व्याजा भएन, अर्थात यी सबैको बहानामा, यी सबैलाई निमित्त बनाएर, यी सबै मर्नेवाला त कसबाट हुन्? बोले हरिणा, हरिबाट नै भगवानकै द्वारा निलयम मारिएर, तदीयम निलयम माने भगवानकै धाममा यास्यन्ति हुनेछन्। नाम सबैको भन्न क्यारे सबैलाई थाहा नै हुन्छ। भन्न खोजेको के हो भने यी सबै जति पनि दुष्ट दैत्य दानव मानव जे जति हुन्, ती सबै दुष्ट राजाहरू पनि भीम, अर्जुन, बलराम आदिलाई निमित्त बनाएर भगवानकै द्वारा उनको चाहिँ मृत्यु भएर भगवानको धाममा जानेछन्। कालेन मीलितधिया ववृष्यन्तीनां स्तोकाय संसनिगतो वततुरुरभारः आवेदितस्त्वनुयुगं सत्यवत्यां वेद ध्रुवं विटपशो विरदिष्यति स्म। अब व्यासको अवतारको विषयमा, व्यासको अवतार किन हुन्छ त? व्यास अवतार भएर के गर्नुहुन्छ त भन्दाखेरि कालेन मीलितधियां नृणां, मनुष्यहरू कस्ता भए? कालेन समय चक्रको कारण, मीलितधियां उनको बुद्धि अलिक कमजोर भयो, हैन? धारण गर्ने शक्ति कमजोर भयो। त्यति मात्र हैन, स्तोकायुषाम आयु पनि कस्तो भयो? स्तोक, स्तोक भनेको अल्प, बुद्धिको धारण शक्ति पनि कम भयो, आयु पनि कम भयो। र भगवानले के देख्नु भएछ त? स्वनिगमः दूरपारः, स्वनिगमः स्वं निगमयति बोधयति इति स्वनिगमो वेद, भगवानको स्वरूपलाई बताउने वाला जुन वेद, तो वेद के भयो त भनेको त्यो दूर पार, उसलाई पार पाउन सम्भव भएन, सबै टाढा भए वेदबाट। आयु कम, बुद्धि कम, त्यो कारणले जब मनुष्यहरूको समझबाट टाढा भयो वेद, अनि त्यो अवमृष्य, त्यो देखेर अनुयुगम सत्यवत्याम आविर्हितः, अनुयुगम, अनुयुगम भनेको अनुकल्पम, कल्प कल्पमा, प्रत्येक कल्पमा
सत्यवत्याम सत्यवती को गर्भबाट हैन आविर्हित प्रकट भएर एको रूपमा व्यासको रूपमा प्रकट भएर के गर्नुहुन्छ वेद द्रुमम वेद रूपी वृक्षलाई द्रुम भनेको वृक्ष विटपशः विटप भनेको शाखा वेदलाई विटपशः शाखा शाखाको रूपमा विभाजित स्म विभाजन पनि गर्नुहुन्छ अर्थात वेदको विभाग वेद पहिला एउटै थियो एक वेदलाई भगवानले पहिला के गर्नुभयो चार भाग गर्नुभयो चार शिष्यलाई पढाइदिनुभयो त्यहाँबाट फेरि शिष्य प्रशिष्य हुँदै फेरि वेदास्ते शाखिनः अभवन् वेदका कई शाखाहरू भए धेरै शाखा त अहिले अलुप्त नै छन् सब विस्मृत आज छन् त्यो पनि पढ्नेवाला छैन देवत्विषां निगमवर्मणेशानां पूर्वीर्मयेन पीता विरजयसतुर्भिः लोकान्नतामतिविमोहनभयेन्द्रलोकम् वेदं विधाय भवाश्यत औरधर्म्यम्। अच्छा अब बौद्ध को कुरा आयो देवद्वेषां देवताहरूसँग द्वेष गर्नेवाला देवताहरूका द्वेषी अर्थात दैत्यहरू यिनीहरू निगमवर्त्मनि निष्ठितानाम देवताहरूको विरोध गर्ने तर निगम भनेको वेदको मार्गको आश्रय लिएर मयेन पिहिताभिः पूर्भिः मय नामको जुन दैत्य हो त्यो दानव द्वारा बनाएको जुन पूर्भिः अत्यन्त वेगशाली जुन नगरहरू ती नगरहरूमा रहेर के गर्न थाले लोकान घनताम घनताम लोकान माने संसारका प्राणीहरूको घनताम हनन गर्न थाले अनि वेदको आश्रय लिएर वेदको कर्मकाण्ड भागको आश्रय लिएर यम क्यारे मय नामको दैत्यले बनाएको नगरमा बसेर वेद मार्गकै अवहेलना गर्न थाले अर्थात वेद विरुद्ध यज्ञको नाममा वेद विरुद्ध जब कर्म गर्न थाले अनि त्यसपछि भगवानले के गर्नुभयो त वे अप्रति लोकान घनताम मति विमोहम अप्रतिलोभम अर्थात बुद्धिलाई मोहित गर्दिने वाला वेशम विधाय वेश धारण गरेर अर्थात बुद्धको रूपमा प्रकट भएर औपधर्म्यम बहुभाष्यत उपधर्म के हो धर्माभास उपधर्म भनेको धर्माभास अर्थात धर्माभासको उपदेश गरेर मान्छेहरूलाई अर्थात कस्तो मान्छे अनधिकारी यज्ञका अनधिकारी भएर पनि जो यज्ञ आदिको माध्यमले दुष्कर्म गरिरहेका थिए उनलाई हटाउनको लागि औपधर्म्यम बहुभाष्यत धेरै प्रकारका उपधर्मको उपदेश गर्नुहुनेछ यरिहालयेष्वपिशसां नरे कथांस्यु पाखण्डिनो विजनार्यसभादेवा स्वाहा सदा वसते स्म गिरो यत्र शास्ता भविष्यति कले भगवान्
युगान्ते कलियुगको अन्तमा यर्हि भनेको यदा जब सताम आलयेषु अपि सताम माने सज्जनहरूको आलयेषु अपि सज्जनहरूको घरमा पनि दुष्टको घरको त कुरै छोडा सज्जनहरूको घरमा पनि हरेः कथा यदा न स्युः भगवानको कथा जब हुँदैन अनि द्विजजनाः पाखण्डिनः ब्राह्मण क्षत्रिय वैश्य जब पाखण्डी हुन थाल्छन् अनि नृदेवाः वृषलाः भविष्यन्ति राजाहरू जब शूद्र जस्तै हुन्छन् शूद्रको जस्तो व्यवहार गर्नेवाला अनि यहाँसम्म कि यत्र भनेको यहाँ यदा है यहाँ यत्र शब्दको अर्थ यदा यदा स्वाहा स्वधा वषट इति गिरा नस्मस्यु जब घर घरमा स्वाहा स्वधा र वषटकारको ध्वनि हुँदैन अर्थात् देवताहरूलाई पितृहरूलाई हैन यो र मनुष्यको पनि जब के हुँदैन सम्मान हुँदैन अर्थात् देवताहरूको तर्पण नगर्नु अनि के अरे पितृहरूलाई तर्पण नगर्नु देवताहरूलाई यज्ञ नगर्नु र अतिथिको सत्कार नगर्नु यी सबै जब बन्द हुन्छन् तब तदा शास्ताः भविष्यति भगवान फेरि कलियुगको शासन गर्नको लागि कल्की अवतार भगवानको हुनेछ शास्ता भविष्यति सर्गे तपोहर्षयो नवये प्रदेशा स्थाने धर्ममकमन्वपरामर्शिषा मन्ये तो धर्महरमन्युवसासुराद्या माया विभूतयैना पुरुषादिहासा सर्गे यानी सृष्टिको अवस्थामा सृष्टिको समयमा अहम ऋषयः नवये प्रजेशाः नवये प्रजेशाः नौ प्रजापतिहरू मरीचि आदि ऋषिहरू अहम अहम यानी म अर्थात मेरो रूपमा प्रकट हुनुहुन्छ और स्थाने च स्थाने यानी पालने पालनको रूपमा धर्म मख हैन मनु अमर अवनीशा पालनको रूपमा फेरि पालन गर्ने क्रममा भगवान के रूपमा भन्दाखेरि धर्म अर्थात धर्म मख यानी विष्णु मख यानी विष्णु र मनु यानी अमर अमर यानी देवता र अवनीशाह राजाहरूको रूपमा अनि अन्ते च फेरि जब संहारको समय आउँछ तो अन्ते तु अधर्म हर मन्यु वसासुराद्याः अधर्म भनेको अधर्म हर यानी रुद्र हैन मन्युवश यानी क्रोधवश हैन अनाम का जुन सर्प आदि दैत्यहरूको रूपमा माया विभूतय इमाः पुरुषशक्ति भाजाः भगवानको यो माया विभूतिहरू प्रकट हुने गर्दछन् यानी पालन गर्नको लागि यो सृष्टि गर्ने बेलामा यो रूपमा संहार गर्ने बेलामा यो रूपमा प्रकट हुनेवाला सबैको हुन् भगवानकै स्वरूप हुन् सर्गको समयमा तपस्या प्रजापति हैन ऋषि र ब्रह्माको रूपमा पालन गर्ने समयमा धर्म विष्णु मनु
देवता र राजाको रूपमा संहार गर्ने बेलामा फेरि अधर्म हैन अनि के अरे रुद्र अनि क्रोधवश दैत्य आदिको रूपमा सब प्रकट हुने वाला भगवान माया विभूति हो। अब के भन्यो भन्दाखेरि विष्णु वीर्य गणनाम नु इह कतमः अर्हति गन्तुम यो माथे लगाइदिनु। विष्णु वीर्य गणनाम गन्तुम नु कतमः अर्हति। विष्णु भगवान विष्णु को वीर्य माने शक्ति को गणना गर्नमा कतमः अर्हति को समर्थ होला। भगवान को वीर्य प्रभाव गणना गर्नमा कोही समर्थ हुँदैन। यद्यपि यह कविः पार्थिवानि रजानि विममे लाएर पार्थिवानि रजांसि पृथ्वी का एक एक धूल को कणलाई रजांसी भनेको धूल को कणलाई विममे गण्न त सकला हैन। आफ्नो गणितको बलमा क्याल्कुलेटर अनि के अरे अरु सामानको उपयोग गरेर विष्णु के अरे पार्थिवानि रजांसी विममे पृथ्वीको धूललाई चाहिँ गन्न सक्ला। तर विष्णु वीर्य गणनाम कतमः अर्हति। भगवान को वीर्य को पराक्रम को चरित्र को लीला को गणना को गर्न सक्ला अर्थात कसैले पनि सक्दैन। चस्कम्बया स्वरम हसास्खलता त्रिपृष्ठम यस्मात् त्रिसाम्य सदनात् कुरु कंपयानम। जब भगवानले के गर्नुभयो त्रिविक्रम को अवतार लिएर त्यो तीनै लोकलाई नाप्न थाल्नु भएको थियो त्यो समयमा के भएछ त्रिपृष्ठम स्खलता भगवान के चरण को जुन चाल भगवान को जुन पाउको नपाई हो त्यो समयमा त्यो उसको वेगले गर्दाखेरि के भएछ चस्कम्भ के त्रिपृष्ठम त्यो तीनै लोक चाहिँ के भयो त कम्पायमान भयो हैन। आवरणदेखि लिएर माथि सत्यलोकमा ससम्म सारा संसार चस्कम्भ कम्पायमान भयो। अनि फेरि उनले के गर्नु स्वरम हसा फेरि आफ्नै वेगले आफ्नै तेजले आफ्नै शक्तिले तो कंपन गर्दै गरेको उसलाई भगवानले त्रिसाम्य उसलाई फेरि शान्त पनि गरिदिनु भयो स्थिर पनि गरिदिनु भयो। नान्तं विदाम्यामि मुनयोरस्ते माया बलस्य पुरुषस्य कुतो परे गायन् गुणान् रससताननादिदेव श्रेष्ठोऽधुना विसमपश्यति नास्य पारम्। माया बलस्य पुरुषस्य अंतम अहम न विदामि। मायाबल परम माया अधिपति भगवान को जुन बल हो शक्ति हो त्यसलाई अहम न विदामि म पनि जान्दिन न विदामि
म जान्न सक्दैन। और ते मुनयः ते अग्रजाः मुनयः अमी ते अग्रजाः मुनय, यी तिम्रा दाजु हैन सनकादि, यी सबैले पनि भगवानको माया शक्तिलाई जान्न सक्दैनन् भनेदेखि अपरे कुतः, अरूले बुझ्ने त के कुरा छ, म जान्दिन, तिम्रा अग्रज दाजुले जान्दैनन्, अपरे कुतः, अरू कसो जान्दैन। यहाँसम्म कि दशशताननः आदिदेवः शेषः, 1000 फण भएका आदिदेव शेषनाग पनि गुणान गायन, भगवानको गुणगान गर्दै गाउँदै अधुनापि आजसम्म पनि अस्य पारम न समवश्यति, यो गुणको पार पाउन सकेन। यानी भगवानको गुणगान गर्दै रहँदा आजसम्म 100,000 फणवाला शेषनागले पनि भगवानको गुण गाइसकेका छैनन्। तो कसरी सम्भव छ? अनन्त छ भगवानको येषां स एव भगवान् दयैरनन्तः सर्वात्मनाश्रितपदो यतिरेत्यधिकम् ते सुतरामतिकरन्ति सदैव मायाम् नैषां ममामिति विश्वसिकालपक्षे। बहुत राम्रो कुरो बुझ्ने कुरा है। के भन्नु, अब भगवानको माया बुझ्न गाह्रो छ, स्वरूप बुझ्न गाह्रो छ भनेर भन्नु। जब बुझ्नै गाह्रो छ भने बुझ्नै किन पर्ने पछि फेरि त्यो प्रश्न आउँछ। त्यस कारणले के भन्यो भने येषां सह भगवान अनन्तः दययेत्, येषां जो माथि, जुन भक्तहरू माथि भगवान अनन्तः सह, ती भगवान अनन्त दययेत्, दया गर्नुहुन्छ, अर्थात जुन भक्तहरू प्रति भगवानको दया हुन्छ, कृपा हुन्छ, ते देवमायाम अतितरन्ति, उनीहरूले भगवानको मायाले पार गर्दछन्। यद्यपि दुस्तराम, भगवानको माया दुस्तर हो तापनि भगवानले दया गर्नुभयो भने ती पार हुन्छन्। अरे बाबा, त्यसो त भगवानले दया गर्नेको लागि के गर्नु पर्यो, उपाय के हो? उसको लागि बताइयो, यह निर्व्यलीकम सर्वात्मना आश्रित पदः, यह जो भक्त निर्व्यलीकम कपट रहित भएर हैन, सर्वात्मना सर्वात्म भावले हैन, आश्रित पदः, भगवानको चरणको आश्रय लिएको छ, जस जो कपट रहित भएर भगवानको शरणमा आश्रित भयो हो, त्यस्ता माथि भगवान दया गर्नुहुन्छ र उनले भगवानको दुस्तर मायालाई पार गर्दछन्। और येषां अहम मम इति धीहि ते न विदन्ति, और जसको म र मेरो प्रकारको कुबुद्धि छ, उनले भगवानको मायालाई पार पाउन सक्दैनन्। अहम मम इति धीहि कहाँ हुन्छ त? अर्थात् स्वश्रीगाल भक्षे लएर, के स्व भनेको कुकुर, श्रीगाल भनेको स्याल, स्याल र कुकुरको भक्ष्य यो शरीर। स्व भनेको कुकुर, स्वश्रीगाल भक्षे देहे, यसरी लगाइदिनु हैन, जो कुकुर र स्याल आदिको भक्ष्य हो, अर्थात भोजन हो। त्यस्तो आफ्नो अहम, यो शरीरमा अहम र छोरा श्रीमतीमा मम यस्तो भाव छ, त्यसलाई
भगवानको कृपा हुँदैन, भगवानको भक्ति हुँदैन। यो शरीर के रहेछ? यसलाई जति सुन्दर बनाए पनि आखिरमा यो शरीरका 3 गति बताएको छ। यो शरीरका 3 गति के हुन्? कृमिविट भस्म निष्ठान्तम, कृमिविट भस्म निष्ठान्तम। यो शरीर या तो किरो बन्छ अरे, यताउता गर्मी सर्मीमा पढेर कहीँ मर्यो अनि सड्यो, कसैले वास्ता गरेन, सड्यो भनेदेखि किरै किरो किरै किरो किरै किरो अरबौं किरो भन्छ। त्यो त मैले देखेको छु बनारसमा। तिम्रो बनारसमा बस्या होइन? को बस्या अरे? म अलि समय बसेको। कति समय? धेरै त बसेन, 6-7 महिना। अरू को बस्यो? कति वर्ष? 2 वर्ष। 2 वर्ष कहाँ कहाँ? किल्लामा। ए अच्छा अच्छा, अस्ति कुरो भयो। त बनारसमा एकपटक के भयो, धेरै पहिलाको कुरा हो। एउटा घनश्याम नाम थियो सायद, घनश्याम नामको व्यक्ति थियो, यहाँ विद्यार्थी। उता तुलसी घाटको आसपासमै, हनुमान घाटको आसपासमा ऊ कसरी डुबेर उसको मृत्यु भयो। 2-3 दिनपछि थाहा भयो, निकालेर बाहिर राखे। अनि थाहा पाएपछि नेपालीको नाताले सबै जाने क्रममा अलि परबाट हेर्दाखेरि मान्छे कोही लडे जस्तो देखिया छ, दुर्गन्ध आइरहेछ। नजिक गएर हेरेको यसो यो चारै सबै स्याउ 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 मात्रै छ त्यहाँ। पानीभित्र पनि त्यस्तो बाहिर है, बाहिर बाहिर अरबौं। अब के गर्नु अब त्यहाँ? अब यसरी फेरि सबै नङ्ग्रा यो सबै औँला सौला देखाएको छ फेरि सबै टाढाबाट हेर्दाखेरि। तर त्यहाँ त्यसको रूपमा त्यस्तो हो। त्यही भएर त्यति बेलै मलाई याद आयो, कृमि यो शरीर के भन्यो? कृमि। विट भन्यो सश्रीगालले खायो भने के हुन्छ त? उसको विष्ठा बन्छ। विट भनेको मत अथवा भस्म होइन, घाटमा लगेर जलाइदियो भने के हुन्छ? भस्म। तेस्रो उपाय छ शरीरको। यस्तो शरीरमा अहम भाव जसले गर्दछ उसले भगवानको स्वरूपलाई चिन्न सक्दैन। यो शरीरमा अहम भाव गर्नेवालाले भगवानलाई चिन्न सक्दैन। यो शरीरलाई यहाँ के बतायो? स्वश्रीगाल भक्ष, कुकुर र स्यालको भोजन अरे। कुकुर र स्यालको भोजनलाई कति सजाउनु पर्या हो। बिहानै स्याम्पो, दिउँसै स्याम्पो, राति नै स्याम्पो, अनि फेरि बदामको तेल लगायो, चमक्क चम्क्यो। हेर वेदाहमङ्ग परमस्य योगमायां योऽयं तपस्य भगवान् पत्नी कसले भगवानको स्वरूपलाई जान्न सकेका छन् थोरै थोरै भन्ने कुरा यही बताए। वेद अहम अंग परमस्य हि योग मायाम। अंग यो सम्बोधन हो। हे बाबु, हे नारद, परमस्य योग मायाम अहम वेद। परमात्मा को योग माया को स्वरूपलाई अहम वेद, म जान्दछु, अर्थात म ब्रह्मा जान्दछु। यूयम तिमीहरू, अर्थात मेरा पुत्र तिमीहरू, तिमी चनकादिहरू, भवः च भगवान, भवः यानी भगवान शिव, र दैत्यवर्यः, दैत्यवर्य भनेको दैत्य कुलमा श्रेष्ठको प्रहलाद। दैत्यवर्यको अर्थात प्रहलाद सम्झिनु है। अनि मनोः पत्नी सह मनु च, मनु की पत्नी र ती मनु
र तदात्मजाः मनुका आत्मज यानी पुत्र को प्रियव्रत र उत्तानपाद तदात्मजाः प्राचीन बर्हि ऋभुः अंग उत ध्रुवश्च राजा प्राचीन बर्हि राजा ऋभु र ध्रुव र अंग नामका राजा यी सबैले भगवानको स्वरूपलाई जान्दछन् माया अरुको को इक्ष्वाकु रैल मुचुकुन्द विदेहरागी रथमङ्गली ससगरा गयना सुसाद्या देवा व्रतो वर्यमूर्धयो दिलीपा अरु राजा इक्ष्वाकु ऐल भनेको पुरुरवा मुचुकुन्द विदेह भनेको जनक गाधी रघु अम्बरीश सगर गय नाहुष भनेको ययाति आद्याः आदि र मान्धाता अलर्क शतधन्वा अनु र रन्तिदेव देवव्रत यानी भीष्म पितामह अनि बलि अमूर्तरय र दिलीपः दिलीपले पनि जान्दछन् अरु सौभर्यतं कशिविदेव पिपलाद त्यस्तै सौभरी उतंक शिवी देवल पिप्पलाद सारस्वत उद्धव पराशर भूरिषेण र अन्य अरु पनि को विभीषण हनुमान उपेन्द्र दत्त भनेको यहाँ सुखदेव है र पार्थ यानी अर्जुन आष्टिसेन विदुर श्रुतदेव आदिले भगवानको स्वरूपलाई जान्दछन् भगवानको मायालाई जान्दछन् ते वै विजन्ति तरन्ति च देवमायां श्रीशूद्रहूणसवरा अपि पापजीवा यद्यर्जुनपरायणशीलशिक्षा अपि किमु श्रुतधारणाय। अच्छा यद अद्भुत पराक्रम परायणशीला यानी भगवान को महिमा जान्नको लागि जात पातले रोउँदैन अरे माया जान्नको लागि है यानी पनि बडा महत्त्वपूर्ण छ। यद अद्भुत क्रम परायणशीला जो अद्भुत क्रम भगवान को भक्त तो भक्त को आश्रय लेने वाला शील शिक्षा भगवान का भक्तहरूको शील अर्थात स्वभाव भक्तहरूको जस्तो स्वभाव हुने वाला शिक्षा जसले प्राप्त गरेका छन् ती सबै स्त्री शूद्र हुण शबरा पाप जीवा अपि शूद्र हुण हैन भेल आदि पापी जीव भए पनि र तिर्यक जनाः अपि तिर्यक जन भने पशु पक्षी आदि योनिमा भए पनि ते देव मायाम विदन्ति अतितरन्ति च त्यस्ताले भगवानको मायाको रहस्यलाई पनि जान्दछन् र संसारबाट पार पनि हुन्छन् भनेदेखि ये श्रुत धारणा किम वेद को अनुसार आफ्नो आचरणलाई पालन गर्ने वालाहरूको लागि चाहिँ के भन्नु
यानी नपढी खाली भक्त सज्जन महापुरुषहरूको संगतले उनको अनुसार आफ्नो आचरण गर्नेवाला स्त्री शूद्र आदि पनि भगवानको मायालाई पार गर्न सक्छन् भने जो वेद अध्ययन गरेर वेद अनुसार कर्म गर्नेवालालाई त के भन्नु भन्ने। यहाँ त न वेदको हामी अध्ययन गर्छौं न वेद अनुसार आचरण गर्छौं, त स्त्री शूद्र भन्दा पनि हामी के भयौं? खत्तम, जातै नभएको जात। चौपट। चलो शाश्वत प्रशान्तमभयं प्रतिबोधमात्रं शुद्धं संसदसता परमात्मतत्त्वं शब्दोनयत्प्रभुकारकवान्क्रियार्थो माया परेत्य विमुखे च विलासमाना। भगवान को स्वरूप कस्तो रहेछ भन्दाखेरि शाश्वत। शाश्वत भनेको निरन्तर, अति एक रस, प्रशान्तम अनि शान्त, अभयम अनि अभय स्वरूप, प्रतिबोध मात्रम ज्ञान स्वरूप, शुद्धम अति शुद्ध, हैन? उसमा माया अथवा माया को कुनै दोष छैन। सद असतः परम, सत असतदेखि विलक्षण त्यस्तो परमात्मा तत्व छ अरे। यत्र शब्द न पुरुकारकवान, जहाँ वेदको शब्द पनि वहाँ पुग्न सक्दैन, अर्थात् जसले जुन वेदले जसको स्वरूपको प्रतिपादन गर्न सक्दैन, र क्रियार्थ अपि न कारकवान, जहाँ कर्म को फल पनि पुग्न सक्दैन, और माया परत्य अभिमुखे विलज्यमाना। ओ माया जुन छ नि भगवान की माया, त्यो माया त के गर्छ अरे भन्दाखेरि पर उभिएर लजाउँछ अरे भगवानबाट। परत्य विलज्यमाना। तद वै पदं भगवता ब्रह्मस्य पुंसो ब्रह्मेति यद्विदुरस्तसुखं विशोकम् सत्यं नियम्यो यमकर्तयेति जयुस्वरादिपनिपानकनिप्रमिदः। तद वै भगवतः परमस्य पुंसोः पदम्, परम पुरुष परमात्मा को त्यही परम पद अरे, जो माथि का श्लोकहरुमा बताइयो। जसलाई ब्रह्म इति यद विदुः, जसलाई ब्रह्म भनेर पनि के गरिन्छ भन्ने गरिन्छ। जो कस्तो हुन्छ? अजस्त्र सुखम, निरन्तर सुख सहित, विशोकम शोक रहित, जसमा कुनै शोक छैन। यतयः, यतिहरू भने प्रयत्नशील ज्ञानीहरू, साधकहरूले के गर्छन् भन्दाखेरि साध्यं नियम्य, जुन भगवानको स्वरूपलाई राम्रोसँग चिन्तन गरेर प्राप्त गर्दछन्, र उनले के गर्छन्? य अकर्म हेतिम जयहु, कर्मको मनलाई के गर्छन्? जयहु, फालिदिन्छन्, हटाइदिन्छन्। स्वराट इव निपान खनित्रम इन्द्र, स्वराट इन्द्र जस्तै इन्द्रले, इन्द्र के को रूपमा छन् त भने बादलको रूपमा, उनको लागि निपान खनित्रम, उनको लागि के जो स्वयं बादल रूप छन् उनलाई उहाँ खोज्नको लागि चाहिन्छ त? कोदालो चाहिन्छ त? चाहिँदैन, हैन? सब साधन छोडिदिन्छन्। ठिक त्यस्तै प्रकारले ज्ञानी साधकहरूले सबै साधनलाई पनि छोडिदिन्छन्। सश्रेयसामपि विभुर्भगवान्यतोऽस्य
प्रसिद्धि देहे स्वभावविगमे विषीयमाने व्योमेव तत्र पुरुषो न विषीयते सः श्रेयसाम् अपि विभुः। परमात्मा के हुनुहुन्छ भन्दाखेरि श्रेयसाम् अपि विभुः, सम्पूर्ण जुन श्रेयस अर्थात शुभ कर्म, समस्त शुभ कर्मको कर्ता पनि दाता पनि वही हुनुहुन्छ। यतः अस्य भाव स्वभाव विहितस्य स्वतः प्रसिद्धि। जुन संसारको जुन मनुष्य हो वो आफ्नो स्वभाव अनुसार जो शुभ कर्म गर्छ, विहितस्य माने कृतस्य, शुभ कर्म को फल देने वाला परमात्मा हुनुहुन्छ। अथवा यतः प्रसिद्धि जुन परमात्माबाट उसले प्राप्त गर्दछ। देहे स्वधातु विगमे, देह भनेको यस शरीरमा जुन यी पंच महाभूतहरू छन्, यी सबै विगमे अलग अलग भए पनि, धातु अलग अलग भए पनि, विशीर्यमाणे यो शरीर नष्ट भए तापनि तत्र पुरुषः अजः न विशीर्यते। त्यो शरीरमा रहने वाला अजन्मा जुन पुरुष छ त्यो न विशीर्यते, नष्ट हुँदैन। कसरी? व्योम इव, घैँटो फुटे पनि आकाश फुट्छ त? फुट्दैन। त्यस्तै यो शरीर रूपी घैँटो फुटे पनि परमात्मा रूपी आकाश फुट्दैन। सोयन्ते हे तात, यो सम्बोधन, हे तात, हे बाबू नारद, सह अयं ते विश्वभावनः भगवान अभिहितः। जो विश्वभावनः माने संपूर्ण विश्व को सृष्टि गर्नुहुने, रचना गर्ने वाला भगवान, ऐश्वर्य संपन्न भगवान श्री हरि को स्वरूपलाई मे ते अभिहिता, मैले तिमीलाई वर्णन गरे। कसरी? त समासेन, समासेन यानी संक्षेपमा, मैले संक्षेपमा वर्णन गरिदिए। सद असत यस्मात् हरेः अन्यत न, यो संसारमा सत असत जे छ त्यो हरेः अन्यत न, भगवानदेखि बाहेक अरू केही छैन। वास्तवमा भगवानै सर्वस्वरूप हो, उहाँदेखि भिन्न अरू केही छैन। इदं भागवतं यन्मे भगवता उदितम इदं भागवतम नाम। यत जो, हे नारद, तिमीलाई म बताउँदैछु त्यो मेरो कल्पना होइन, भगवता उदितम, भगवान द्वारा उदित भनेको उपदेश गरिएको यो जुन भागवत हो, यसमा विभूतिनाम संग्रह, भगवानका विभूतिहरूको संक्षेपमा वर्णन भएको छ। त्वम एतत् विपुली कुरु, तिमीले यस भगवानको विभूतिको विस्तार गर, यसलाई फैलाउने काम गर। यथा भगवते भक्तिर्भविष्यति सर्वात्मन्यतिहारे इति संकल्प वर्णय। अखिलाधारे भगवती यथा सर्वात्मनि अखिलाधारे भगवती हरौ यथा नृणाम भक्ति भविष्यति। जो सर्वात्म स्वरूप संपूर्ण जगत का आधार भगवती हरौ भगवान श्री हरिमा नृणाम मनुष्यहरूको यथा जुन उपायले जसरी है भक्ति भविष्यति भक्ति हुन्छ इति यस प्रकारको संकल्प गरेर वर्णन गर। यानी मनुष्यहरूको भक्ति भगवानमा होस् त्यस प्रकारको चिन्तन गरेर
यो भागवतको विस्तार गर। माया वर्णयतोऽस्य ईश्वरस्यामूलतः शरणुपथः नित्यं मायया मापनीयते। बोले भगवानको विभूतिको विस्तार गर्नु भनेको भगवानको मायाको वर्णन गर्नु। मायाको वर्णन गर्नु भनेको मायामा फस्नु त हुँदैन कहीँ, हैन? मैले मायामा फस्नु त पर्दैन भनेर नारदजीको जिज्ञासा भएपछि ब्रह्माजी भन्नुहुन्छ अमुष्य मायाम वर्णयता, हैन? यो भगवानको मायाको वर्णन गर्दै गर्दा अथवा अनुमोदतः आफूले वर्णन गर्नु, अरू कसैले वर्णन गरिरहँदा अनुमोदतः उसको अनुमोदन गर्नु, अथवा श्रद्धया नित्यम शृण्वतः जसले नित्य श्रद्धा पूर्वक श्रवण गर्दछ भने पनि माया आत्मा नमुह्यति उसको मन मायामा मोहित हुँदैन। अर्थात जसले मायापति भगवानको मायालाई वर्णन गर्छ, श्रोता भयो भने, वक्ता भयो भने सुनेर अनुमोदन गर्दछ, अथवा जो श्रद्धा पूर्वक सुन्दछ भने वो मायामा मोहित हुँदैन। ओम तत्सदिति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां द्वितीये स्कन्धे ब्रह्मणार्धसंवादे सप्तमोऽध्यायः। कृष्णाय वासुदेवाय हरये परमात्मने प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः।